मी होइन म एकचोटि धन्नै उडेको हो कि यहाँ यति पावरफुल हावा हुन्छ कि यहाँ 2-3 पटक त लडेको नै छु कि यो रोडमा। अब नेपालमा जस्तो फुड डेलिभरी गर्न अलिकति गाह्रो हुन्छ जस्तो लाग्छ। पानीमा रुज्ने मात्र काम भइरहेछ मेरो यहाँ, अर्डर आएको छैन। होइन काउकुती लाग्छ कि यो भित्र काउकुती लाग्छ। साइकलको लागि छुट्टै लेन छ कि अगाडि हेर्नु न, यो साइकलको लागि छुट्टै लेन हो कि यहाँ। अचानक खत्रै आयो त पानी त। मेरो काममा त टोपी लाउने र निकाल्ने मात्र भयो। अर्डर आउला भनेर बाहिर निस्केको घरबाट पानी मात्र पो आयो त। चिप्लियो तेरिका धन्नै त कार्टुनभित्र हाल्दैन मैले। कस्तो चोरेर हिँडिरहेको ठुलै आयो पिटे पानीले। मलाई अहिले सुसु यस्तो आइसक्यो, यस्तो क्युट देखेको। हेलो साथीहरू, के छ है? लास्ट भिडियोमा चाहिँ मैले घाममा काम गरेको बनाइरहेको थिएँ। अब यो भिडियो चाहिँ पानी छ आज है। पानीमा हेरौँ, अब पानीमा गरौँ आज चाहिँ। हावाहुरी पानी छ आज चाहिँ। एउटा अर्डर आइसक्यो मलाई यहाँ। यहाँ चाहिँ सिडनीमा चाहिँ आज र भोलि चाहिँ एकदम राम्रै पानी छ होइन। आज भन्दा नि भोलि एकदमै ठुलो पानी देखाइरहेछ। मैले चाहिँ सायद अब पार्ट 1 र पार्ट 2 गरेर बनाउँछु होला यसलाई। किन भन्दा आजको नि एउटा गर्ने अनि भोलिको पनि झन् एक्सट्रिम हुन्छ। आजको पनि थाहा छैन अब कति के पर्छ होइन, किनकि सिडनीको वेदर भनेको जति बेला पनि चेन्ज हुन्छ कि यहाँ त थाहै हुँदैन। सो म आज पनि बनाउँछु होइन, भोलि पनि बनाउँछु। एन्ड हजुरलाई अब एपिसोड 1 र 2 गरेर हालौँला नि होइन। पानी चाहिँ आइरहेछ। अब यो पानी चाहिँ अब क्यामेरा भोलि पर्ने होला है। यो क्यामेरा म पुछिरहन्छु बिचबिचमा है। आज बिहान नि पानी आएको थियो, बिचमा रोकियो है। अहिले चाहिँ भर्खरै सुरु भएको छ पानी। एन्ड अब यो चाहिँ भोलिसम्म नै यसरी जाने भन्ने देखाइरहेछ। तर हेरौँ के हुन्छ। यहाँ फेरि पानी मात्र आयो हुन्थ्यो नि, पानीसँग बेसरी ठुलो हावा पनि आउँछ कि। त्यो हावाले गरेर कहिलेकाहीँ साइकल नै डिसब्यालेन्स हुन्छ कि मेरो। एकचोटि त म धन्नै उडेको। ट्रस्ट मी होइन, म एकचोटि धन्नै उडेको हो कि यहाँको हावा यति हुन्छ कि होइन, यति पावरफुल हावा हुन्छ कि यहाँ कहिलेकाहीँ त उडिन्छ हो उस्तै पऱ्यो। फेरि आजको रोड यस्तो स्लिपरी हुन्छ नि। म चाहिँ 2-3 पटक त लडेको नै छु कि यो रोडमा। अब स्लिप त धेरै पटक खाइयो होइन, लड्न चाहिँ म 2-3 पटकै लडेँ यसरी पानी परेको बेलामा। इज द्याट यु? For well, thanks for coming. You have a lovely day, bro. Thank you very much. Thanks. Cheers. हो क्यामेराभरि पानी पऱ्यो हो। गाइस मैले के भन्दै थिएँ भन्दा यहाँ चाहिँ एकदमै स्लिपरी हुन्छ होइन। अनि योवाला साइकलको त्यो टायर एकदमै मसिनो जस्तो हुन्छ कि, सो त्यसैले चिप्लिने चान्स धेरै हुन्छ कि यसमा। अनि यु हेभ टु बी रियली केयरफुल के। मेरो यो माथिपट्टिको रेनकोट त ठिक छ है, यो तलपट्टिको चाहिँ अलिकति राम्रो छैन कि। यसमा कहिलेकाहीँ भित्रै पानी छिर्दिन्छ कि, पुरै चिसो भएर बसिखान हुन्न। खासमा यस्तो पानी आएको बेलामा चाहिँ मैले टिप्स पनि धेरै पाउने गर्थेँ पहिला चाहिँ। अब आज के हुन्छ हेरौँ है त। कहिलेकाहीँ त 50 करोडको टिपै आएको छ हो मलाई पानी परेको बेलामा यस्तो गर्दाखेरि। कस्टमरहरूलाई माया लाग्दो रहेछ आएर न अब यस्तो पानीमा नि मेरो खाना ल्याइदिएर आहा भनेको जस्तो हुन्छ होला अनि। एन्ड दे गिभ टिप होइन। सो मलाई किन भन्दा अब घरको ठेगाना यताउति अलिकति झ्याउ हुन्छ कि नेपालमा। यहाँ चाहिँ ठ्याक्कै टिपिकल ठेगाना नम्बरै हुन्छ घरको होइन, अनि युनिटको नम्बरै हुन्छ। सो डेलिभर गर्न धेरै इजी हुन्छ कि यहाँ, आई थिङ्क सो है। अब नेपालमा त गरिएन आफूले, बट त्यस्तो लाग्छ मलाई। नेपालमा यस्तो नेम भइदिएको धेरै इजी हुन्थ्यो होला। त्यो चाहिँ मेरो साइकल हो है। मेरो आजको ड्रेसअप यस्तो छ है। तल चाहिँ यस्तो लगाएको छु। पानीमा रुज्ने मात्र काम भइरहेछ मेरो यहाँ, अर्डर आएको छैन। खासमा होइन गाइस, पहिला चाहिँ पानी पर्दाखेरि एकदमै बिजी हुन्थ्यो कि। लाइक मैले चाहिँ घन्टाकै $100 जस्तो हुन्थ्यो होइन। किन भन्दा यो जनवरी मन्थ भनेको एकदमै स्लो मन्थ हो क्या गाइस। म अब टोपी लगाउँछु, एकदमै भित्र पानी छिर्यो कि मेरो। यो क्यामेरा पनि यस्तो पानी भयो। यो टोपी लगाइहाल्छु म। अच्छु मेरो घाँटीभरि पानी छिर्यो। ठ्याक्क टोपी लगाएको थियो होइन। ल कस्तो मलाई होइन काउकुती लाग्छ कि यो भित्र काउकुती लाग्छ। यस्तो हुने मलाई मात्र होइन होला है। पानी राम्रै आइरहेको छ है, बट अर्डर आउने नाम निशान छैन। मैले 20 मिनट पुऱ्यो होइन। एउटा यो अर्डर आएको छ 27 मिनट, के अरे $27 यो गरिदिनु है त। खासै अर्डर आएको छैन कि, जस्तो अर्डर आउनु पर्ने थियो नि। जनवरी मन्थ भनेको नि यस्तै हो कि। कति किलोमिटर थियो पनि 6 किलोमिटर भन्दा बढी थियो क्या। यहाँ बसेर भन्दा त गएरै फाइदा छ। पानी नि खासै ठुलो त आएको छैन है। तर यहाँ मैले एउटै चिजमा ध्यान दिनुपर्ने हुन्छ, त्यो भनेको चाहिँ म चिप्लिनु भएन कि गाइस। रोड एकदमै चिप्लो छ क्या। यहाँ चाहिँ एउटा राम्रो कुरा के हुन्छ भन्दाखेरि साइकलको लागि छुट्टै लेन छ कि अगाडि हेर्नु न, यो साइकलको लागि छुट्टै लेन हो कि यहाँ चाहिँ साइकलको
हिँड्नको लागि र मान्छे अलिअलि हिँड्नको लागि बनाइदिएको लेन ठ्याक्कै हेर्नु यो बिचबाट उताबाट आउने चाहिँ यताबाट आउँछ अनि यताबाट जाने चाहिँ यताबाट जान्छ होइन र नेपालमा नि यस्तै गर्न सक्यो भने इट्स द गुड थिङ के किनकि नेपालमा साइकल चलाउनेहरू पनि धेरै हुन्छन् होइन यो कुरा चाहिँ नेपालमा पनि हुन आवश्यक छ मलाई जहाँसम्म लाग्छ है यस्तै जाम हुन्छ कि साइकल भएको फाइदा यही त हो नि बिचबिचबाट छिर्यो होइन कहाँबाट ल्याउँछ हो बिचबिचबाट ल हाम्रो चाहिँ एक ठाउँबाट पिकअप भयो है हामी चाहिँ 3 ठाउँ जान थियो एक ठाउँबाट पिकअप भयो अब अझै 2 ठाउँबाट मेरो घाँटीमा फेरि पानी छिर्न लाग्यो मलाई चाहिँ अर्को पनि अर्डर आयो डोडेसको है त्यो चाहिँ यहाँबाट पिकअप गरिहालौँ किन भन्दा एउटै ठाउँतिर जाने अर्डर हो क्या दुइटै मेरो चाहिँ साइकल फेरि रिमोटबाट चल्छ ठ्याक्क रिमोट हो यो दबाए चाहिँ अफ हुन्छ यो दबाए चाहिँ अन हुन्छ होइन खतरा अर्को लास्ट पिकअप है यो चाहिँ मेरो ब्यागमा अहिले चारवटा अर्डर छ 4वटा अर्डरमा ल एउटा अर्डर पुऱ्याइहालौँ सुरुको कहाँ हेऱ्यो त 902 कता 902 है त गाइज मलाई लाग्छ यो घर अहिले किन्नु पऱ्यो भने 3-4 मिलियन पर्छ कि यो घरलाई यिनीहरूले यो घर कति पहिला किन्यो होला है वा 3-4 मिलियन भनेको नेपाली कति भयो 30 करोड जस्तो भयो यही होला पहिले यसरी घर किनेर बसेकालाई त अहिले आनामान छ घर बेच्यो भने त एनिवे हामीलाई अब त्यो कुराको मतलब है आफ्नो काम गरौँ घरमा त आइयो कुन हो घरको नम्बर कहिलेकाहीँ यस्तै हुन्छ कि लेखे हुन्छ तर कहाँ लेखे हुन्छ कहाँ के कहाँ हो लेखेकै छैन कसरी डेलिभर गर्नु त म यत्रो घर बनाएर एउटा नम्बर नलेखेको क्या अब हो यो पो रहेछ त यहाँ लेखेँ यस्तो म फियोना कान्छी तिम्रो अर्डर आयो है ल लाभली टाइम ल है त अब यसको नि पुरानो बेला आयो यस्तो भित्र रहेछ क्या फेरि यही नै हो हार्वर्ड स्ट्रिट होइन यो हार्वर्ड स्ट्रिट यही हो 6 यहाँ छ 6 यहाँ छ होइन ल यस्तोमा फेरि चिप लिन सक्छ कि लेउलाको हुन्छ यस्तो बिजी नै भएन भाइ गाइज आज बिजी नभए नि है आइ एम प्रिटी स्योर भोलि चाहिँ राम्रै बिजी हुन्छ किन भन्दा भोलि लास्टै ठुलो पानी छ क्या आज त केही होइन यो त अचानक खत्रै आयो त पानी त रुजिनु भयो अब खत्रै रुजिनु भयो कि हुन्छ नि लाइक खत्रै के म बाहिरै किन आएँ आज यो भिज्नलाई मात्र आएको म केही छैन गाइज तर मलाई पानीमा भिज्न रमाइलो लाग्छ त्यही हो अब अलिकति अब खानाहरू भिज्यो भने झ्याउ हुन्छ होइन कस्टमरको अब भित्र पानी नछिरोस् त्यही हो गाइज मैले फेरि टोपी लाउँदैछु है अब मेरो काम आज टोपी लाउने र निकाल्ने मात्र भयो गाइज अर्डर आउला भनेर बाहिर निस्केको घरबाट पानी मात्र भयो त गाइज अलिकति लामो कुरेपछि एउटा उबरको अर्डर आएको छ है अब त्यसलाई गरौँ अब धेरै कुरेर पनि के गर्ने अब अर्डर आइसक्यो मैले लिइसकेँ एउटा है $7 मात्रै थियो ल पिकअप भयो है आउन त म आएँ है कहाँ हो फेरि कस्टमर पनि मेले पर्फेक्ट हेभ अ लभली डे बाई ल यो अर्को आयो है त $12 को जस्ट 1.4 किलोमिटर है गरौँ ल दुईवटा अर्डर रहेछ गरिदिउँ है त कस्तो टाइम लाग्यो त हो यहाँ त ल फाइनल्ली पिकअप गरियो है कस्तो भाइ तर कस्तो बिजी हुन्थ्यो यो टाइममा त लाइक नर्मली हुन्छ नि यो टाइम एकदम बिजी हुने हो भाइ अरे न यो त एकदमै यस्तो त पानी पर्दा त यस्तो कहिल्यै हुन्थेन पानी पर्दा त मैले नर्मली दिनको 400-500 बनाएर हुन्थ्यो के गर्ने धेरै कम्प्लेन गर्नु त मिलेन बट जस्ट टेलिङ द फ्याक्ट्स है गाइज सायद यो अब जनवरी महिना भएर नै यस्तो भएको होला किन भन्दा मान्छे धेरै जस्तो घुम्न गएन सबैको होलिडे छ होइन हाम्रो इलियट बाबुको 47 Stay dry, thank you. Cheers, bro, thank you. Stay dry, thank you. कता चिप्लियो तेरिका कस्तो ट्रिकी हुन्छ कहिले कहिले त ब्रेक लाउँदा चिप्लिन्छ कि झन्नै चिप्लिएन हजुरलाई अगाडि रेस्टुरेन्ट देखेर लाग्यो होला कि मैले खाना पिकअप गर्न आएको तर होइन है म यहाँ खाना ड्रप अफ गर्न आएको सधैँ पिकअप गर्नुपर्छ भन्ने पनि छैन नि रेस्टुरेन्टबाट होइन कहिले काहीँ डेलिभर नि गरौँ न हेलो
For Sihan? Yeah? Okay. Oh, no, here. Maybe just here. भन्ने त्यहाँ पो राखेको यार छ्या कस्तो म त के नदेखेको मैले मैले कार्टुनभित्र पो राख्नु अति हो यार भर्खरै बाहिरबाट भित्र गएको थिएँ नि त त्यो पुरै के अरे अँध्यारो अँध्यारो देखिन्छ नि त झ्याप्पो जाँदा त म त त्यहाँ पल्छ भन्ने थाहै नपाएको भने धन्नै त कार्टुनभित्र हालेन मैले छ्या बेइज्जत गाइस मेरो यो लास्ट अर्डर हुन्छ होला यो 2टा अर्डर आएको छ होइन लगभग $10-12 सायद यस्तै कतिको आएको छ केही छैन अर्डरै छैन धेरै बसेर के काम अब भोलि चाहिँ मलाई जहाँसम्म लाग्छ भोलि चाहिँ हुनेवाला छ है गाइस भोलिको चाहिँ मिस गर्नुहुन्न हामीले मलाई याद छ कि पानी अगाडि केही पनि देखिन्न कि अगाडि नै देखिन्न कि त्यो पुरै पानी यति ठुलो कि त्यस्तो पनि हुन्छ यहाँ ल एउटा पिकअप भयो है यो त स्टेसनतिर हो स्टेसन ओके यस्तो पानीमा यिनीहरूको यहाँ के चल्यो होला र यो बजार गाइज हिजो यहाँ के भएको थाहा छ मैले सर्ट्स पनि हालेको छु मेरो च्यानलमा हेर्नु त गएर थ्याङ्क यू भेरी मच यहाँ आएका थिएँ त्यस्तै अब त्यस्तो ठुलो मान्छे नि हिँड्नु त्यस्तै अब बच्चा टाइपको आएको थियो कि अनि आएर त KFC भित्र गएर आएर होइन यहाँ यो KFC भित्र गएर यत्तिकै खाना लिएर हिँडिदिएर यत्तिकै अर्को खाना कसको कसको थाहा छैन यत्तिकै 2-3जना आएर खाना टिपेर हिँडिदिएर कसैले केही गर्न सकेन तर पछि चाहिँ पुलिस आयो होइन किनकि यहाँ त्यसरी अरूलाई बच्चालाई छुन पाइन्न कि अनि पुलिस आयो अनि पुलिस आएर बल्ल अनि यही हो हजुरलाई हेर्न छ भने मैले हालेको छु सर्ट्समा हेर्नु होला अथवा लिङ्क छ डिस्क्रिप्सनमा तर क्रेजी म त्यस्तो पहिलोपटक देखेँ अस्ट्रेलियामा कस्तो चोरेर हिँडिदिएर पानी बढ्दैछ हो पानी बढ्दैछ लास्ट अर्डर हो एनिवे खासमा गाइस मैले यति नै काम गर्दा होइन पहिला यस्तो पानीमा त अहिलेसम्म त मेरो $200 भइसक्थ्यो अब सधैँ एउटै हुन्न होइन अब के ओए पानी त ठुलै आयो पिट्यो पानीले पिट्यो ओ माई गॉड हे for 17 yeah second यो ब्रदर अब मोबाइलमा पनि चार्ज हल्का अब मेरो यो क्यामेरामा पनि पुरै पानी र हेर न अहिले अर्डर आउनु लाग्यो यत्रो ठुल्ठुलो अर्डर अब $33 को अर्डर आउनु लाग्यो कि अब यत्रो बेर गर्दा नआऊ होइन तिमी अहिले आऊ क्या घर आएपछि आऊ है घर आएपछि मेरो साइकलको ब्याट्री सकिन लागेपछि मोबाइलको ब्याट्री सकिन लागेपछि आऊ घर आयो है अब यसलाई हल्का साइकललाई हल्का चार्जमा हाल्छु मलाई यो नि थाहा छैन कि मेरो आवाज आएको छ कि नै एनिवे अब मैले सबै कुरा राख्छु एन्ड आई थिङ्क द्याट्स अल फर गाइस भोलि चाहिँ राम्रो हुनेवाला छ प्लस भोलि चाहिँ झन् ठुलो पानी आउनेवाला छ राम्रो अर्डर मलाई अहिले सोच यस्तो आइसक्यो लगायत यति नै हो है त आजको लागि थ्याङ्क यू भेरी मच थ्याङ्क्स फर वाचिङ यस गाइज मैले यहाँ भर्खरै आउँदै मेरो प्यान्टहरू सुकाइरहेको थिएँ होइन एन्ड आई स दिस के हेर्नु न कस्तो क्युट देखेको कस्तो राम्रो देखेको